श्रोता मित्र, अहिले हामी एवान एफएमको एवानको फुगाको तरङ्गमा रमाइरहेका छौँ। हाम्रो साथमा हुनुहुन्छ झापा खुन्नाबारी बजार निवासी शिवलाल सेनाई। शिवलालजी, तपाईँ त गीत सङ्गीतमा निकै रुचि राख्ने मान्छे, धेरै जनवादी गीतहरू गाएर मञ्च तताउने मान्छे। वर्तमानमा त अब यस्तै रहेछ, जिन्दगी भन्न सामान्य पसल चलाएर बसिरहनु भएको छ। तपाईँले मन पराएर गाउने, एकदम खरो भएर गाउनुहुन्थ्यो नि उमेरमा गीत, जीवन शर्माको गीत। कुनै सम्झना छ त्यस्ता गीतहरू अहिले? जिन्दगीमा कहिले पुरानो नहुने अनि कहिले पनि त्यो सम्झनाबाट नहट्ने, ताजगीको रूपमा, बैशाखीको रूपमा, सुस्केर आएको रूपमा तम्बरको आवाजै कोसीको छङ छङ गर्ने पानीको ताल चाहिँ यो गीत एउटा जीवन शर्माको बुढेसकालमा पनि यति गाउँ लाग्छ। सायद पछिसम्म गाइरहन्छु होला, मलाई मनपर्छ। जीवनभर आँसुका नुनिला ढिकाहरू पिएर जिन्दगीका धेरै उकाली ओह्रालीसँगै हेमनका भारीहरू बोकेर साउ र सामन्तका भरियाहरू बोकेर जिन्दगीलाई अघि बढाउँदै एक छाक खाने र एउटा झुम्रो लाउने क्रममा आदरणीय ढाकेर दाईहरू कति त तम्बुरका गतिसँगै सेलाउनु भयो, मर्नुभयो, कति उकालीमा झर्नुभयो, बाँचेकालाई सलाम छ भन्दै सम्झनामा गीत। शिमली छायामा बसी परियाला म सास फेरेको, उमेरै भइसक्यो 80 ठुलो दुःखले घेरेको, उमेरै भइसक्यो 80 ठुलो दुःखले घेरेको। छोराछोरी पाले ताले यही बारीको भरमा, जीवनभरि कहिले पनि सुध्रिएन कर्म। वैशाखको धुपमा पनि सुख पाइन मैले, वैशाखको धुपमा पनि सुख पाइन मैले, साउनको बाढी पहिरो भन्न पाइन मैले। निमुखायो सबहारा सातुको खुसेली फुकायो, बितेको जिउको सारा डाँडामा पसिना सुकायो। यस्तो गीत जीवन शर्मा अनि जेबी टुरेले गाएर वर्तमानका नेताहरूलाई सत्ता र महलमा पुर्याए। उनीहरूको अवस्था जस्ताको जस्तै छ, के हो होइन? धन्यवाद। हामीले सिडी चढाएर जनताको अमूल्य मतबाट देश बनाऊ, समाज बनाऊ, राष्ट्र बनाऊ, जनताको मुहार फेर भन्दाखेरि त्यो सिडीमाथिबाट बाहुन्ने हुने गरी माथिबाट हामीलाई हिर्काएको आवाज हुन्छ। पछाडि फर्केको अवस्था छैन। जनताबाट तिरस्कृत हौला नेताहरू, जनताबाट आलोचित हौला जनताहरू, जनताबाट भोलि गाली खाउला नेताहरू। जनतासँग हर प्रयास सामु रहू, जनताको नजिक रहू, आफ्नो जनमतको कदर गर भन्ने यस्तो मलाई अनुरोध गर्न मन लाग्छ। मुहार त फेरिगयो नि। जीवन शर्मा पनि अब त बुढो हुनुभयो, आर्थिक रूपमा विपन्न हुनुहुन्छ। यसो स्टेजमा गीत गाएर 2-4 पैसा, अब शिवलाल सेनाई पनि चिया बनाएर बेचिरहनु भएको छ। मुहार त फेरियो। अब यिनीहरू छोरीको अवस्था, छोरीहरू हुर्के बढे घर घर गए, छोरीहरू हुर्के बढे घर घर गए, छोराहरू 5 भाइ मुग्लानी भए, नातिनी र नातिहरू जन्मै भन्छन् कुन्नी, नातिनी र नातिहरू जन्मै भन्छन् कुन्नी, मेरो साथी लौरो बाहेक छैन अरू सुन्ने, मागेर चोरेर भएन पर्सिँदैन जारी बाँचैन, बोकेर साउको भारी जिन्दगी नजानी बाँचैन। ल शिवलालजी, मिठो गीत सुनाइदिनु भयो। एवान एफएमको तरङ्गमा आएर आफ्ना विचार प्रस्तुत गरिदिनु भयो। यहाँलाई हामी स्वस्थ जीवन र दीर्घ जीवनको कामना गर्छौँ। समयक्रममा फेरि बसेर भेटघाट गरौँला। सम्झनाको तरलीमा यादको दुनियाँमा फेरि मलाई आज बेउजन वा आदरणीय पिनाकी सर, तपाईँको आवाज, तपाईँको मेरा स्वर, मेरा आवाज, मेरा अतीतका जिन्दगीलाई सम्पेर यहाँसम्म ल्याएर मलाई गाउने अवसर दिनुमा मुरी धन्यवाद दिँदै र सन्तलाई म बधाई दिन चाहन्छु। धन्यवाद दिन चाहन्छु। हवस् त, नमन यहाँलाई।